तिमीलाई शिवरात्रिले अझै छोडेको छैन? आज नि भाङ खाएर आयौ? भाङ होइन, म यहाँ गाँजा भन्न गाँजा। अरूलाई चाहिन्छ राजा, मलाई चाहिन्छ गाजा। तिमी धेरै नबोल नत्र बजाइदिन्छु तिम्रो बाजा। यसरी कसले बाजा बजाउँछ बे? तेरो दाइले बजाउँछ नि, देखिनास्? विशाल, म यस्तो वातावरणमा पढ्न सक्दिन है। कि त यो गजडीलाई यहाँबाट निकाल, कि त म निस्किन्छु यहाँबाट। ओके ओके, रिल्याक्स रिल्याक्स। यदि मैले गर्दा तिमीलाई साँच्चीकै डिस्टर्ब भएको भने ठिक छ नि त, म यहीँ बस्छु, तिमी जाऊ न त निस्केर। ओइ, त चुप लागेर बस्ने कि नबस्ने भन् त? म मूर्ति हो र चुप लागेर बस्नु? ओइ ग्यान्टे, तैले यसलाई किन बोलाएको के? मैले भनेको होइन यसले पढ्न दिँदैन, डिस्टर्ब मात्रै गर्छ भनेर। मैले नआइज भनेकै त हो नि। कुकुरले जस्तो पछाएपछि म के गर्नु? अघिल्लो जन्ममा कुकुर थियो होला नि त, त्यही भएर कुकुरले जस्तो पछ्याएको होला नि। अब तू गया बेटा। हो म कुकुरै थिएँ र एक दिन म भौ भौ गर्दै हिँड्दा तिमीलाई पनि देखेको थिएँ, हातमा केरा बोकेर एउटा रुखदेखि अर्को रुखमा हाम फाल्दै गरेको। त्यस्तो त बाँदरले गर्छ होइन र? बाँदरले मात्रै गर्छ, बाँदरीले चाहिँ गर्दैन।